गुगल फोटोजमा स्टोरेज जम्मा 15 GB मात्रै हुन्छ र 15 GB त उसले सकिन्छ कहिलेकाहीँ 100% फुल भनेर आइदिन्छ। यस्तो समस्यालाई सल्भ गर्नको लागि गुगल फोटोजले गुगल पिक्सलको मोबाइलमा एउटा अनलिमिटेड ब्याकअप वाला फिचर लिएर आएको थियो, जसमा हामीले पिक्सलबाट 2021 मा आएको थियो र यसलाई पिक्सल फोनमा सजिलै गर्न मिल्थ्यो। आउनुहोस् सिकौँ हामी आज कसरी जुनसुकै फोनमा पनि गर्न मिल्ने तरिका। यसको लागि सुरुमा तपाईहरु गुगलमा गएर भ्यानिस्ड म्यानेजरमा जानुस् र भ्यानिस्ड म्यानेजरमा गइसकेपछि यसमा तल यो रिभ्यानिस्ड म्यानेजर भनेर लेखेको हुन्छ, यसरी रिभ्यानिस्ड म्यानेजर यसमा गएर क्लिक गर्नुहोस् र यो वेबसाइटमा पुगिन्छ vanish.to। यसमा तल जानुस् र यहाँ माथि एउटा म्याक्रो जी भनेर पनि छ, यो पनि इन्स्टल गर्नुपर्छ। पहिला सुरुमा गुगल फोटोजलाई इन्स्टल गरौँ। यहाँबाट यहाँनिर रिभ्यानिस्ड गुगल फोटोज भन्ने छ, यसलाई गएर क्लिक गर्नुहोस्। त्यसपछि यसको तल डाउनलोड धेरै अप्सन छन्, जसमा यो रातो वाला रिभ्यानिस्ड गुगल फोटोजलाई गएर क्लिक गर्नुहोस्। यो रातो वाला यसलाई क्लिक गर्नुभयो भने डाइरेक्टली डाउनलोड पनि हुन्छ। यदि डाइरेक्टली यहाँबाट चाहिँ डाउनलोड भएन भने यहाँ डाइरेक्टली हुन्छ, तर सर्भरको कारणले कुनै बेला वा नेटवर्कको कारणले डाउनलोड भएन भने तपाईहरु ब्याक आएर यसलाई थिचिराएर ओपन इन न्यू ट्याब गरेर पनि यसलाई डाउनलोड गर्न सक्नुहुन्छ र यहाँ डाउनलोड एनीवे गर्न सक्नुहुन्छ, किनकि यो भाइरस प्रोटेक्सनबाट भन्छ तर भाइरस चाहिँ हुँदैन। त्यसैगरी म्याक्रो जीलाई पनि हामीले डाउनलोड गर्नुपर्ने हुन्छ, पछि डाउनलोड गर्नु नि भन्छ, नभए अहिले डाउनलोड गरिदिउँ। मैले दुईटैलाई यहाँनिर डाउनलोडमा राखिदिएँ र तपाईहरु 3 डटमा गएर तल डाउनलोडमा गएर यसरी यहाँनिर हेर्न सक्नुहुन्छ के डाउनलोड हुन्छ। सुरुमा यो भ्यानिस्ड गुगल फोटोजलाई डाउनलोड गरौँ। यो डाउनलोड भइसकेपछि यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टल गर्दा केही समस्या आयो भने कमेन्टमा भन्नुहोस्, नत्र भए यसलाई हामीले क्लिक गरेर यहाँबाट प्याकेज इन्स्टलरलाई सिलेक्ट गर्नुपर्छ वा आफै पनि अटोमेटिकली सिलेक्ट हुन्छ र अलवेज गरौँ। यहाँनिर इन्स्टल पनि आउन सक्छ वा अपडेट भनेर आउँछ। मेरोमा अपडेट आउँछ, यसलाई म अपडेट गर्छु किनकि मसँग पहिले एउटा गुगल फोटोज छ। याद राख्नुस् गुगल फोटोज अब दुईटा हुनेछ, किनकि त्यो पहिलाको ओरिजिनल र यो छुट्टै। अब अर्को म्याक्रोजीलाई पनि इन्स्टल गरौँ, जम्मा दुईटा मात्रै, एउटा गुगल फोटोज रिभ्यानिस्ड अनि अर्को म्याक्रोजी। यो पनि डाउनलोड हुँदैछ। हामीले खास गुगल फोटोज त्यो पिक्सलको भयो, तर हाम्रो डिभाइस पिक्सल होइन, तर यसलाई पिक्सल हो भनेर देखाउनको लागि यो म्याक्रोजी इन्स्टल गर्नुपर्छ। यसको सर्भिसलाई एड गरेपछि यहाँनिर हामीले गुगल एकाउन्टलाई एड गर्नुपर्ने हुन्छ। गुगल एकाउन्टलाई क्लिक गर्नुहोस्। यसमा उता गएर केही गर्नु पर्दैन, सिधै हामीले यताबाट एड गर्नुपर्ने हुन्छ। गुगल एकाउन्टलाई क्लिक गरेपछि एकचोटि गरेर हेरौँ, यदि भेट्नु भएन म्याक्रोजी इन्स्टल गरेपछि भन्ने हो भने तपाईहरु सर्च गरेर यो एम भनेर लिस्टमा म्याक्रोजी भनेर सर्भिस भेट्न सक्नुहुन्छ। यसमा जति पनि छ सबै मोबाइललाई चाहिँ पिक्सल हो है भनेर देखाउनको लागि एउटा एप हो। तपाईहरुले यहाँ एड गुगल एकाउन्ट गरेर आफ्नो गुगलको जीमेल आईडी र पासवर्ड एड गर्न सक्नुहुन्छ। कुन चाहिँमा ब्याकअप गर्ने, अनलिमिटेड स्टोरेज हुन्छ यसमा। डाइरेक्टली यस आई विल बी युजिङ दिस डिभाइस गरेर यसलाई नेक्स्ट गर्नुहोस् र नेक्स्ट गरेपछि आई अग्री गरिदिनुहोस्। नयाँ सेटअप जस्तै हुन्छ र यसमा केही समय लाग्छ, केही समय पश्चात यो आफै नै भेरिफाई हुन्छ। यहाँनिर मेरो आइसकेपछि अब सिधै हामी के गर्नेछौँ, सिधै यहाँ तल केही छ भने चेक गर्नुहोस् न, त्यस्तो खास केही पनि छैन। सिधै हामी होममा जाउँ। यहाँ गएर हेर्नु भने गुगल फोटोज दुईटा हुन्छ। सेकेन्डवाला चाहिँ जुन सेकेन्ड छ फोटोज भनेर लेख्दा त्यो सेकेन्डलाई क्लिक गर्नुहोस् र यहाँ जानुभयो भने सिधै नयाँ सेटअप हुन्छ, केही हुँदैन, कुनै पनि आइडी लगइन हुँदैन यसमा। हामीले त्यहाँ गएर फेरि सिलेक्ट गरेर लगइन गर्नुपर्ने हुन्छ। यहाँ देख्नुभयो कन्टिन्यू भनेर आएको छ भने हामीले यसलाई फेरि कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। कन्टिन्यूमा क्लिक गरिसके पश्चात यहाँ माथिपट्टि हाम्रो आइकन देख्नुहुन्छ र यसलाई चाहिँ हामीले ब्याट्रीलाई नो रेस्ट्रिक्सन राख्नुपर्छ, किनकि ब्याकअपमा पनि हाम्रो ब्याकग्राउन्डमा ब्याकअप गर्छ नि त, त्यो भएर यसलाई नो रेस्ट्रिक्सन राख्नुपर्ने हुन्छ। अनि फेरि ब्याक आउनुहोस्, ब्याक आएर यसलाई आइडी सेटअप गर्नुहोस्। यहाँ माथिपट्टि गएर क्लिक गर्नुहोस् र आफ्नो कुनै आइडी त्यहाँनिर सो गरेको हुन्छ, म त्यही कुनै एउटालाई क्लिक गर्छु, त्योबाट हाम्रो ब्याकअप अटोमेटिकली हुन्छ र अटोमेटिकली भएपछि यहाँ गेट स्टार्टेड गरिदिउँ। यही आइडीबाट चाहिँ गर्ने, यहाँ चाहिँ पासवर्ड चाहिँदैन, हामीले उतै सेटअप गरिसक्यौँ नि त, त्यो भएर। अनि यहाँ देखाउँछ, यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ एकाउन्ट स्टोरेजमा अनलिमिटेड भनेर हुन्छ, कुनै पनि यसले स्टोरेज खाँदैन। र सिधै तपाईँहरू यहाँभित्र गएर चाहिँ हेर्नुभयो भने अझै त्यहाँनिर पिक्सल क्यान बी ब्याकअप अनलिमिटेड फोटोज एन्ड भिडियोज विथ नो चार्ज भनेर लेखेको हुन्छ, यानि कि हाम्रो पिक्सल भइसक्यो।